कालीकोटमा। यहाँ फेरि अहिले गर्मीमा चाहिँ ठिक छ है, फेरि हावा चाहिँ एकदम चल्छ। हावा चाहिँ मस्त चल्छ के। गर्मीको यहाँ दिउँसो चाहिँ गर्मी हुन्छ, थोरै बस्नलाई ठिक छ। धुलो उठ्छ, पिच भयो भने चाहिँ एकदम रमणीय ठाउँ छ यो एकदम। यहाँ ठुलो पाचाल झरना नजिक छ। पाचाल झरना जान यहाँ 4 घन्टा 5 घन्टाको बाटो हो। माथि पुग्न चाहिँ बेसमा चाहिँ 1 घन्टा लाग्छ। जान्छौँ हामी एक दिन पाताल झरना गएर एउटा भिडियो बनाएर भ्लग मार्फत तपाईँहरूलाई पाताल झरना पनि देखाउनेछौँ। पचाल झरना, पाताल होइन कि पचाल। सोने पर्यटकीय स्थलहरू राम्रो ठाउँ छ, जो रमाइलो छ, हावापानी एकदम राम्रो छ। हाम्रो बसाइ यहाँ धेरै लामो नभए तापनि होइन, यहाँको मात्रै सम्पूर्ण नमिलेको हो, तर हावापानी एकदम राम्रो छ ठाउँ। मलाई त मन पर्यो। हजुरलाई कस्तो लाग्यो? गर्मीमा बस्न चाहिँ एकदम लाइककै ठाउँ हो होइन।